हेलो गाइज नमस्ते सबैजनालाई स्वागत छ हजुरले मेरो अर्को नयाँ भिडियोमा। तर रात परेको हुनाले चाहिँ मुख नदेखिन सक्छ, मेरो आवाज आए पनि सुन्ने कोसिस गर्नु होला। सो म चाहिँ आएको छु मेरो जन्म नि सानै छँदाको स्कुलको अँधेरो छ, अलि अँधेरो छ कि मुख गाड्न पर्छ यार यो भिडियो बनाउनलाई, अरू केही पनि होइन। म चाहिँ यहाँ हल्का मलाई मजा आउँछ यो स्कुलमा आउँदाखेरि। अहिले चाहिँ त्यस्तो केही पनि देखेँ होइन। सो मलाई चाहिँ राति यहाँ आउनु एकदम मजा आउँछ, किनकि म यहाँ गीत गाउन आउँछु राति एक्लै अलोन फिल भाइ भन्नको लागि। हजुरलाई पनि यसो रमाइलो हान्न मैले लिएको मजा हजुरलाई पनि यसो गरौँ भनेर हो। सो आई लभ कोइन्सिडेन्सली यहाँको झेल खुला रहेछ होइन। यहाँको जुन क्रस यस्तो रहेको छ र मैले चाहिँ यहीँ गाउँछु आज। यहाँ अरू बेला यहाँ चाहिँ क्रस खुला हुन्थेन। सो अब चाहिँ भिडियो स्टार्ट गरिहालौँ है, धेरै बेर छैन। कुन गीत गाउने यसो सोच्छु मैले एकछिन, र अरू त त्यस्तो केही पनि छैन। भिडियो किन गरौँ भन्ने होला, यही गर्नको लागि हो। सो आई लस्ट इन माई इमेजिनेसन। सो एउटा हिन्दी गीत गाउँछु ल। मुझको इतना बताए कोई, के हो कैसे तुझसे दिल ना लगाए कोई, रब्बा ने तुझको बनाने में कर दी है हुस्न की खाली तिजोरियां। मैं डर लगने लगा यार। भनौँ मात्र नगरिदिउँला तिम्रै हो म त, तिम्रै रहला माया। धेरै टाढा छु म त, बिर्सेको छैन हृदयमै छौ त, तिमी नै अरू होइन। ढाक्न मन केही छैन तिमीलाई केही पनि, हावा झैँ उडी आइदेऊ लैतै राख्छु ल, जान दिन्न नाकभित्रको कपाल नहेर्नु। यस्तो मजाक गरिदिएको फेरि यस्तो गोरो गोरो छु है भाइ। चन्द्रमामा दाग देखिन्छ, मेरो हातमा कालो लागेको दाग देखिन्छ, अरू केही पनि होइन। सो जस्ट इन्टरटेनमेन्ट पर्पजको लागि चाहिँ म यहाँ आउने गर्छु जहिले पनि, भाइ बोलाउनुको लागि। एन्ड कसैले नराम्रो तरिकाले नल्याइदिनु होला त्यही भन्न चाहन्छु। सो हेर्ने त कसैले पनि नै, त्यही पनि हेर के खालको डर लाग्यो हेर आज मलाई, त्यस्तो नथिङ टु डु टाइपको ल। साँझ परिसके सिलैलै सुन, एउटा कुरा भन्न चाहन्थेँ म तिमीलाई, माया धेरै धेरै गर्छु त भन्दिन अहिलेलाई। Past life could not hold me down, lost love I just find around. It just feeling. This is it, not first time around. Past life could not hold me down, lost love I just find around. This is it, not first time around. छिचोलेर अँधेरोलाई उज्यालो देखाउने चम्किला झुम्किरी आँखा। उनको त्यस्तो आँखा छ, मेरो त आँखा त उयो हाँस्दाखेरि आँखै देखिन्न।
जस्ट इन्टरटेनमेन्ट पर्पसलाई। अब चाहिँ भिडियो धेरै छैन, सो मलाई भिडियो चाहिँ यतितिर एन्ड गर्नुपर्ने हुन्छ। सो त्यही भएर यहाँसम्म हेर्न त कसले हेऱ्यो होला र, त्यही पनि त्यसको लागि चाहिँ अहिलेसम्म धन्यवाद। लभ यु गाइज। अब मैले पनि जान्छु अब एक्लै बसेर। थ्याङ्क यू सो मच।